ल आज हामी कुरा गरौँ कक्षा 12को नेपाली पाठ्यक्रममा रहेको एउटा एकदमै मार्मिक र अविस्मरणीय कथा वीरहिणी दमयन्तीको बारेमा। यो कथा खाली एक रानीको दुःखको कथा मात्र होइन है, यो त आशा, साहस र मानिसको भित्री शक्तिको एउटा गहिरो विश्लेषण हो। आउनुहोस् दमयन्तीको त्यो कठिन तर प्रेरणाले भरिएको यात्रामा सँगै लागौं। यो प्रश्नमा एकछिन गम्भीर भएर सोचौं त। कल्पना गरौं यदि कुनै मान्छेले एकै रातमा आफ्नो सबै कुरा, घर, परिवार, आफ्नो पहिचान सबै गुमाउनु पर्यो भने के होला? के उसँग अगाडि बढ्ने हिम्मत साँच्चै बाँकी रहन्छ होला? हो, यही जटिल प्रश्नभित्र दमयन्तीको असाधारण यात्राको सार लुकेको छ। अब कथा सुरु हुन्छ, तर कुनै रमाइलो सुरुवातबाट होइन, एकदमै भयानक सन्नाटाबाट। दमयन्ती, जो केही बेर अघिसम्म राजा नलको मायामा एकदमै खुसी थिइन्, उनको त्यो सुन्दर संसार भनौँ न एकै झट्कामा तहस-नहस हुन्छ। उनका श्रीमान, जसलाई उनले संसारमा सबैभन्दा बढी विश्वास गर्थिन्, उनैले उनलाई त्यो डरलाग्दो घना जंगलको बीचमा एक्लै छाडेर गइदिन्छ। उनी जब बिउजिन्छिन् नि, वरिपरि हेर्छिन्, कोही पनि छैन। सुरुमा त उनलाई पत्यारै लाग्दैन, कतै कुनै नराम्रो सपना पो हो कि जस्तो लाग्छ। अनि उनी चिच्याउँछिन्, हे प्रियतम नल! तर त्यो आवाज त्यो विशाल जंगलमा कतै ठोकिएर हराउँछ। जवाफमा आउँछ त केवल सन्नाटा। हो, त्यही बेला उनले बुझ्छिन्, यो सपना होइन, कठोर वास्तविकता हो। ल, अब सुरु भयो उनको जीवनको सबैभन्दा कठिन अध्याय। त्यो जंगल खाली रुख बिरुवा र जनावर भएको ठाउँ मात्र थिएन, त्यो त एउटा यस्तो परीक्षा स्थल थियो जहाँ उनको हरेक कुराको, उनको धैर्यको, उनको बुद्धिको अनि उनको बाँच्ने चाहनाको कडाभन्दा कडा जाँच हुन लागेको थियो। उनले एउटा मात्र होइन, एकपछि अर्को गर्दै कैयौं डरलाग्दा परीक्षाहरूको सामना गर्नु पर्यो। आउनुहोस् उनको त्यो सङ्घर्षका मुख्य चरणहरूलाई एक एक गरेर हेरौं, जसले हामीलाई उनको यात्रा कतिसम्म भयानक थियो भन्ने कुरा प्रष्ट पार्छ। त्यो जंगलको एक्लोपनमा उनले सामना गरेको पहिलो ठूलो खतरा त्यो थियो एक शिकारी। तर त्यो सामान्य जनावरको शिकार गर्ने शिकारी होइन, ऊ त एक कामुक सर्पमानव, कर्कोटक नाग थियो। उसको मनमा पाप थियो जसले दमयन्तीको त्यो असहाय अवस्थालाई झनै डरलाग्दो बनाइदियो। तर यहाँ दमयन्तीले के देखाइन् भने उनको शक्ति शरीरमा होइन, दिमागमा थियो। उनले त्यो खतरनाक शत्रुलाई जित्न बल प्रयोग गरिनन्, बुद्धि प्रयोग गरिन्। चलाखीपूर्वक उसलाई रक्सी पिलाएर मातेको बेला उसको झुपडीमै आगो लगाइदिन् र त्यहाँबाट भागिन्। यो घटनाले के देखाउँछ भने जस्तो सुकै सङ्कटमा पनि उनी आफ्नो होस गुमाउँदिन थिइन्। त्यो भयानक घटनापछि बल्ल उनको जीवनमा अलिकति आशाको किरण देखियो। उनले सूचीभद्र भन्ने व्यापारीको एउटा कारवान मतलब यात्रीहरूको समूह भेटिन्। केही समयको लागि त उनलाई ल अब बाँचिन्छ भन्ने भयो, तर उनको भाग्यमा अझै दुःख लेखिएको थियो। एकछिन आँखा चिम्लेर सोच्नुस् त, त्यो रात कस्तो भयो होला। मध्यरात, सबैजना सुतिरहेका छन् अनि एक्कासी जंगली हात्तीहरूको बथानले हमला गर्छ। चारैतिर भागाभाग, कोलाहल, मान्छेहरूको चित्कार। त्यस्तो अवस्थामा पनि दमयन्तीले हिम्मत हारिनन्। उनी रुख चढेर आफ्नो ज्यान जोगाउन सफल भइन्। यसले फेरि के देखायो भने उनको बाँच्ने इच्छा शक्ति हरेक सङ्कटभन्दा बलियो थियो। एकपछि अर्को यस्ता हमलाहरू झेलेपछि दमयन्तीले एउटा तितो सत्य बुझिन्। उनलाई के लाग्यो भने उनको त्यो असाधारण सुन्दरता नै उनको लागि सबैभन्दा ठूलो शत्रु, एउटा अभिशाप बनेको छ। त्यही सुन्दरताले नै नराम्रो नियत भएका मान्छेहरूको ध्यान खिचिरहेको थियो। अनि उनले एउटा एकदमै कठोर तर निकै बुद्धिमानी निर्णय लिन्। आफूलाई त्यस्ता शिकारीहरूको आँखाबाट बचाउनको लागि उनले आफ्नो सुन्दर अनुहारमा हिलो र धुलो दलेर आफूलाई कुरूप, एउटा पागल जस्तो देखिने बनाइन्। यो कुनै हार थिएन, यो त बाँच्नको लागि चालिएको एउटा रणनीतिक कदम थियो। बाहिरबाट हेर्दा उनको अवस्था एकदमै दयनीय थियो, तर यति धेरै दुःख र पीडाको बीचमा पनि दमयन्तीलाई भित्रैदेखि जीवित राख्ने एउटै मात्र चिज थियो, त्यो हो उनको अटल प्रेम र कहिल्यै ननिभ्ने आशाको दियो। कथामा एउटा एकदमै गहिरो कुरा भनिएको छ, मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा। यो भनाइले दमयन्तीको सोचलाई प्रष्ट पार्छ। हो, उनले आफ्नो बाहिरी रूप त बदलिन्, तर उनको भित्री मन, नलप्रतिको माया र उनको आफ्नो स्वाभिमान त्यो जस्ताको तस्तै अझ बलियो भएर रह्यो। सायद यो कथाको सबैभन्दा ठूलो सन्देश नै यही हो, आशा। जति नै अँध्यारो किन नहोस्,
एक दिन नलसँग फेरि भेट हुन्छ भन्ने जुन विश्वास थियो नि, त्यही विश्वासले नै उनलाई बाटो देखाइरह्यो, अगाडि बढ्ने हिम्मत दिइरह्यो। ल अब उनको त्यो जङ्गलको भयानक यात्रा सकिन्छ र कथाले एउटा नयाँ मोड लिन्छ। उनी हिँड्दा हिँड्दै चेदी राज्यमा पुग्छिन्। धेरै समयपछि उनले फेरि एकपटक आफूलाई सुरक्षित महसुस गर्ने ठाउँ भेटाउँछिन्। उनी शहरमा त आइपुगिन्, तर यहाँ एउटा एकदमै अचम्मको नाटकीय घटना घट्छ। उनले त्यहाँकी राजमाता सुनन्दालाई भेट्छिन्, जो वास्तवमा उनकी आफ्नै ठुली आमा थिइन्। तर दमयन्तीको त्यो हालत, त्यो कुरूप भेष देखेर उनकी आफ्नै ठुली आमाले पनि उनलाई चिन्न सक्दिनन्। दमयन्तीले पनि आफ्नो वास्तविकता लुकाउनु नै ठिक सम्झिन्, किनकि रानी हु भन्दा झन खतरा हुन सक्थ्यो। त्यसैले उनले आफूलाई सैरन्ध्री भनेर चिनाइन्, जसको अर्थ हुन्छ सिपालु दासी वा परिचारिका। नलको कुनै खबर नआएसम्म आफ्नो सुरक्षाको लागि यो उनको अर्को चलाखीपूर्ण कदम थियो। राजमाताले उनलाई काम दिन राजी भएपछि दमयन्तीले 3वटा शर्तहरू राख्छिन्। पहिलो, म कसैको जुठो खाने छैन। दोस्रो, म कसैको खुट्टा धुने छैन। र तेस्रो, म कुनै परपुरुषसँग बोल्ने छैन। हेर्दा त यी सामान्य शर्तहरू जस्ता लाग्छन्, तर यसले के देखाउँछ भने उनी दासीको भेषमा भए पनि आफ्नो स्वाभिमान र आफ्नो सिद्धान्तमा अलिकति पनि तलमाथि गर्न तयार थिएनन्। अनि हो, यसरी नै चेदीको दरबारमा एउटा परिचारिकाको भेषमा दमयन्तीले आफ्नो लामो र धैर्यपूर्ण प्रतीक्षा सुरु गर्छिन्। उनको त्यो एक्लो र खतरनाक जङ्गलको यात्रा त सकियो, तर उनको मुख्य लक्ष्य आफ्नो श्रीमानसँगको पुनर्मिलन त्यो अझै पनि टाढै थियो। कथाको यो भाग यहीँ आएर एउटा आशासहितको प्रतीक्षामा टुङ्गिन्छ। दमयन्तीको यो कथाले हामीलाई एउटा धेरै महत्त्वपूर्ण कुरा सिकाउँछ। बाहिरको परिस्थिति जस्तो सुकै खराब किन नहोस्, मान्छेको भित्री शक्ति र आशाले नै उसलाई जीवित राख्छ। तर एकछिन सोचौं त, आजको यो भागदौडको दुनियाँमा जहाँ हामीलाई हरेक कुरा तुरुन्तै चाहिन्छ, दमयन्तीको जस्तो धैर्य र कहिल्यै नहार्ने आशाको महत्त्व के होला? यही प्रश्नमाथि सोच्दै आजको लागि यो चर्चा यहीँ टुङ्ग्याउँ।